गुड इभिनिङ एभ्रिबडी। आज म यो अस्ट्रेलियाको रिसेन्ट अपडेट हजुरलाई दिन गइरहेको छु। नोभेम्बर र डिसेम्बरमा भिजा अप्लाई गरेका स्टुडेन्टहरूको डिसिजन आउनको लागि अस्ट्रेलियाको डिपार्टमेन्ट अफ होम अफेयरले निकै समय लगाएको थियो। लगभग 80-85 डेज जस्तो वेट गरिसके पछाडि डिसिजन पोजिटिभ आउला भनेर डेस्परेटली वेट गरेका स्टुडेन्ट्सहरूले वान आफ्टर अनदर मासिभ नम्बरमा रिफ्युजल हुन पुगेको छ। जनवरी 2026 को लागेसँगै धेरैको आशा के थियो भने भिजा डिसिजन पोजिटिभ आउनेछ, भिजा डिसिजन एक्सेप्सनली हाई हुनेछ अस्ट्रेलियाको। किनभने भने अस्ट्रेलिया नेपालको केसमा कुरा गर्ने भने यो अत्याधिक विद्यार्थीहरूले प्रिफर गर्ने स्टडी डेस्टिनेसन पनि हो। अस्ट्रेलियाले वर्षमा 2 पटक कन्ट्रीहरूको असेसमेन्ट लेभल रिभ्यू गर्ने गर्दछ। नेपालको असेसमेन्ट लेभल 2 सरप्राइजिङ ढङ्गले मार्च महिनामा हुने रिभ्यू भन्दा अगावै 2 महिना जस्तो अगाडि जनवरी महिनाको अघिल्लो हप्तामा नै रिभ्यू गरेर असेसमेन्ट लेभल 2 बाट नेपालको स्तर खस्केर असेसमेन्ट लेभल 3 मा पुगेको थियो। यो सँगै शङ्का पनि थियो, योसँगै भय पनि थियो जनवरीमा जुन स्टुडेन्टहरूको डिसिजनहरू जनवरीको आउने जुन स्टुडेन्टको डिसिजनहरू छ त्यो कस्तो आउला, नेगेटिभ आउने हो कि अथवा पोजिटिभ आउने हो। र यो स्वाभाविक भन्नुपर्छ जनवरीमा भएका भिसा डिसिजन इट वाज हरिबल। कतिपय विद्यार्थीहरूको अफकोर्स डकुमेन्टहरू लेटस से कुनै न कुनै हिसाबले डकुमेन्टहरू कमजोर थियो, कुनै न कुनै हिसाबले डकुमेन्टहरू जुन होम अफेयरको एक्सप्रेसन मिट गरिरहेको थिएन, त्यो अवस्थामा रिफ्युजल हुनु स्वाभाविक थियो। तर मासिभ स्टुडेन्ट जसको डकुमेन्टहरू इच एन्ड एभ्री वेबाट स्ट्रङ थिए, बेटर थिए, ती विद्यार्थीहरूले पनि यो स्ट्रिक्ट डिसिजन जुन होम अफेयरले जनवरी महिनामा गरेको छ त्यो डिसिजन राम्रो हुन सकेन, त्यो डिसिजन पोजिटिभ आउन सकेन र धेरै विद्यार्थीहरूले आफैमा एउटा चित्तबुद्ध उत्तर पाउन सकेका छैनन् वाइ दे हेभ बिन रिफ्युज टु स्टडी इन अस्ट्रेलिया। अर्को एउटा बिटर ट्रुथ के छ भने स्टुडेन्टहरूले अस्ट्रेलिया अप्लाई गर्नको लागि महिनौं समय खर्च मात्रै हुँदैन, पैसा पनि भारी मात्रामा खर्च हुन पुग्छ। अस्ट्रेलियाको भिजा फी जुन अरू कन्ट्रीहरूको तुलना गर्ने भने त्यो निकै महँगो छ। करेन्ट एक्सचेन्ज अनुसार अहिले अस्ट्रेलियाको भिजा फी मात्रै 2 लाख रुपियाँ जस्तो पर्दछ नेपाली, जुन हामी आम नेपालीहरूको लागि सानो रकम हुँदै होइन। त्यसै गरी धेरै जसो विद्यार्थीहरूले एजुकेसन लोन मार्फत फन्डिङ म्यानेजमेन्ट गर्ने भएको हुनाले गर्दाखेरि ब्याङ्कबाट जब पनि युनिभर्सिटी अथवा कलेजमा पढ्नको लागि ट्युसन फी पठाउनु पर्ने हुन्छ, त्यो ट्युसन फी पठाउँदै गर्दा पनि ब्याङ्कबाट जुन डिस्पर्स गरिन्छ अझै फुल्ली जुन पनि लोन स्याङ्सन गरेको छ ब्याङ्कबाट त्यहाँबाट फुल्ली डिस्पर्स गर्दै गर्दाखेरि ब्याङ्कलाई पनि उनीहरूले केही महिनासम्म निरन्तर ब्याज पनि तिर्नुपर्ने हुन्छ। त्यसै गरी ब्याङ्कको हामीले जुन लोन स्याङ्सनको लागि तिर्नुपर्ने अपरेटर भयो, त्यसै गरी लोन स्याङ्सनलाई गर्ने जुन तिर्नुपर्ने रकम भयो, त्यसै गरी ब्याङ्कमा जुन हामीले अफिसियल ब्याङ्कको आफ्नै अथोराइज इन्जिनियर छ, इन्जिनियरले गर्ने प्रपर्टी भ्यालुएसन भयो, त्यसै गरी डकुमेन्टहरू पनि राम्रै खर्च हुने गर्दछ। त्यसैले ठ्याक्कै भन्यो भने यदि इनकेस भिजा डिसिजन नेगेटिभ आएको खण्डमा लगभग बिट्विन 5 लाख to 7 लाख जस्तो डकुमेन्ट, भिजा फी, त्यसै गरी मेडिकल टेस्ट भयो, प्रपर्टी भ्यालुएसन रिपोर्ट भयो, त्यसै गरी ब्याङ्कलाई दिने इन्ट्रेस्ट, सर्भिस चार्ज गर्दै गर्दाखेरि मोटामोटी 5 देखि 7 लाख जस्तो खर्च विद्यार्थी र विद्यार्थीको अभिभावक हुने गर्दछ। जसले गर्दाखेरि एउटा समय खेर गएको, नम्बर 2 भारी रकम अनायासै खर्च भएको जस्तो, र नम्बर 3 भनेको भिजा नलाग्दै गर्दाखेरि अब गर्ने केही एउटा अन्यलता पनि हुने भएको हुनाले गर्दाखेरि यसले धेरै जसले अस्ट्रेलिया जाने भनेर प्लान गरेका थिए ती विद्यार्थीहरूलाई अपसेट गर्ने काम, ती विद्यार्थीहरूलाई स्ट्रेस दिने काम गरेको छ। त्यो सँगसँगै जब पनि विद्यार्थीहरू अहिले अब सुधार भएर जाला, भिजा डिसिजन पोजिटिभ भएर आउला भन्ने आशा र अपेक्षा गरेर रहेका विद्यार्थीहरू पनि
पछिल्लो जनवरी महिनामा भएको धेरै रिफ्युजलबाट त्रसित छन्। अब फर्दर अप्लाईको लागि अगाडि बढाउने या नबढाउने यो दुविधा धेरै विद्यार्थीहरूमा भएको पाइन्छ। र यसमा मैले एज ए स्टडी अपडेट काउन्सिलर करेन्ट यो अहिले अस्ट्रेलियाको स्टडी अपडेटलाई एका राख्दै गर्दाखेरि के भन्न चाहन्छु भने अहिलेको टाइममा हामीले सामान्य खाले कलेजमा इभन हामीले हायर एजुकेसन कोर्सहरू ब्याचलर्स डिग्री भयो मास्टर डिग्री कोर्सहरू सामान्य खाले कलेजमा गर्दै गर्दाखेरि भिजा नलाग्ने रिस्क चाहिँ बढी देखिन्छ। त्यसैले हामीले भिजा लाउने सम्भावना बढाउने भने यसको लागि नम्बर 1 हाम्रा आफ्ना जे पनि डकुमेन्टहरू हामीले प्रिपेयर गर्छौँ अथवा जे पनि हाम्रो डकुमेन्टहरू विशेष गरी इन्कम सोर्समा रहेको छ इन्कम डकुमेन्ट भिजा अफिसरलाई चित्त बुझ्ने खालको हुनुपर्छ। बिकज नेपाल इज इन असेसमेन्ट लेभल 3 इट मिन्स नेपाली विद्यार्थीहरूको फाइनेन्सियल डकुमेन्टलाई भेरी स्ट्रिक्टली स्क्रुटनाइज गरिरहेको छ भिजा अफिसर डिपार्टमेन्ट अफ होम अफेयर्स अस्ट्रेलियाकोले। त्यसैले यदि हाम्रो इन्कमको डकुमेन्ट लेटस से जबको इन्कम होला अथवा बिजनेसको इन्कम होला अथवा हाम्रो ल्यान्डलिजको इन्कम होला हाउस रेन्टको इन्कम होला पेन्सनको इन्कम होला अथवा एनी अदर इन्कम यसको लामो हिस्ट्री छ र यसमा हामीले यथेष्ट प्रमाणहरू जस्तै ब्याङ्कमा भएको डिपोजिट ब्याङ्कमा भएको रेगुलर डिपोजिट त्यससँगै हामीले सम्बन्धित लेटस से नेपालको केसमा इनल्यान्ड रेभिन्यू अफिस र आन्तरिक राष्ट्रिय कार्यालयमा हामीले नियमित ट्याक्सहरू यो वर्षको मात्रै नभएर अघिल्लो वर्षहरूको पनि तिरेका छौँ र सबै हिसाबले कुनै पनि कुरामा लेटस से हाम्रो डकुमेन्ट कमजोर छैन भने सो इट्स बेटर हामीले अस्ट्रेलियाको लागि अहिले पनि अप्लाई गर्दै गर्दा सेफ हुन सक्छ। तर यसमा हामीले अर्को ख्याल राख्नुपर्ने कुरा भनेको हामीले अप्लाई गर्न लागेको कोर्स र त्यस सँगसँगै हामीले अप्लाई गर्न लागेको युनिभर्सिटी इन अस्ट्रेलिया। सो हामीले यो टाइममा अस्ट्रेलिया नै अप्लाई गर्ने प्लानिङ गरेका छौँ र सबै हिसाबले हाम्रो डकुमेन्ट पावरफुल अथवा स्ट्रङ छ भने सो हाइली ऱ्याङ्क अस्ट्रेलियाको युनिभर्सिटीमा अप्लाई गर्दै गर्दाखेरि सो लेटस से धेरैले रिफ्युजल पाए पनि हामीले थोरैमा पर्ने सम्भावना हुन्छ अथवा हाम्रो भिजा ग्रान्ट हुने सम्भावना चाहिँ बढ्छ। सो यदि हजुरको डकुमेन्टहरू फाइनेन्सियली स्ट्रङ छैन डकुमेन्टहरू लेटस से एडिक्वेट छैन त्यो अवस्थामा हामीले यो करेन्ट सिनारियोमा अस्ट्रेलिया अप्लाई गर्नको लागि इन्करेज गर्न सक्ने कन्डिसन चाहिँ छैन। र यो अवस्थामा यदि हजुरहरूले प्लानिङ गरिराख्नु भएको छ लाइक इट हेज बिन अलरेडी फ्यु मन्थ तपाईँले डकुमेन्टहरू प्लानिङ गरिराख्नु भएको छ तर दुविधा छ तपाईँले बनाउनु भएको डकुमेन्ट तपाईँसँग भएको डकुमेन्ट त्यस्तो स्ट्रङ छैन अथवा डकुमेन्टलाई खोट लगाउने ठाउँ भिजा अफिसरको पर्सपेक्टिभबाट देखिन्छ भने यो अवस्थामा हामी हजुरहरूलाई मेनली ती कन्ट्रीहरूमा अप्लाई गर्न सजेस्ट गर्छौँ जुन कन्ट्रीहरूमा तपाईँको फाइनेन्सियल डकुमेन्ट प्रिपेयर गर्न लागि हासल हुँदैन। जस्तै उदाहरणको लागि हामीले युएसए अप्लाई गर्दै गर्दाखेरि लेटस से अनदर कन्ट्री कुड बी लेटस से नेदरल्यान्ड्स भयो त्यसै गरी जर्मनी भयो यी कन्ट्रीहरूमा हामीले फाइनेन्सियल हासल चाहिँ धेरै कम छ इफ कम्पेयर विथ अस्ट्रेलिया इफ कम्पेयर विथ कन्ट्री लाइक आयरल्यान्ड। सो तपाईँहरूको फाइनेन्सियल डकुमेन्ट अझै राम्रो बन्छ भने तपाईँहरूले स्टडी अप्लाईको लागि प्लान गर्न सक्ने अनदर बेटर कन्ट्री कुड बी आयरल्यान्ड लाइकवाइज अनदर बेटर कन्ट्री कुड बी न्युजिल्यान्ड एज वेल। सो यदि तपाईँहरूको लेटेस्ट से एकाडेमिक ग्याप्स धेरै छैन र ब्याचलर्स डिग्री अप्लाई गर्ने प्लान गर्दै हुनुहुन्छ भने अस्ट्रेलिया नै बेटर भयो। तर तपाईँको एकाडेमिक ग्याप्स लामो भइसकेको छ तर यु क्यान डेमोन्स्ट्रेट यु हेभ जेन्युन लेटस से जेन्युन ब्रिज टु कभर युर एकाडेमिक ग्याप्स अथवा तपाईँसँग जेन्युन एभिडेन्स छ फर इक्जाम्पल तपाईँसँग एकदम जेन्युन हिसाबले जब गरेको एक्सपिरियन्स छ त्यो अवस्थामा तपाईँले 4 इयर्स 5 इयर्स 6 इयर्स छ भने पनि यु क्यान अप्लाई टु न्युजिल्यान्ड। सो त्यसै गरी हामीसँग अरू पनि लाइक हामीले पढ्न गइसके पछाडि पढ्दै गर्दा पार्ट टाइम जब पाउने हिसाबले त्यसै गरी हामीले पढिसके पछाडि पोस्ट स्टडी वर्क अपर्च्युनिटी पाउने हिसाबले हामीले अरू डेस्टिनेसनहरूमा नि सम्भावना खोज्दै गर्दाखेरि हाम्रो नम्बर 1 समयको बचत हुन्छ र नम्बर 2 भनेको हामीले स्टडी अब्रोड गर्ने एक्सपेन्सको पाटोमा हाम्रो रिस्क धेरै कम भएर जान्छ। त्यसैले हामी हजुरहरूलाई यो वर्तमान कन्डिसनमा यदि अस्ट्रेलियालाई अप्लाई गर्न लागि हाम्रा कुनै पनि डकुमेन्टले इनएडिक्वेट छ अथवा हामीले कुनै पनि डकुमेन्ट ल्याक गर्छ भने यो अवस्थामा फाइनेन्सियली ह्यासल फ्री हुने कन्ट्रीहरूमा अप्लाई गर्नको लागि हाइली इन्करेज तपाईँ विद्यार्थीहरूलाई हामी गर्न चाहन्छौँ। त्यसै गरी हामीले
अप्लाईको लागि लेटेस्ट चाहिँ न्युजिल्यान्ड अहिले अप्लाई गर्दै गर्दाखेरि लेटेस्ट चाहिँ न्युजिल्यान्डको भिजा अप्रुभल रेट इफ कम्पेयर विथ अस्ट्रेलिया धेरै राम्रो भएका पाउँछौँ। त्यसै गरी तपाईँहरूले लगानी गर्न सक्नुहुन्छ, तर डकुमेन्टको पाटोमा तपाईँहरूलाई लेटेस्ट चाहिँ अहिले केही पनि त्यस्तो इन्कमको सोर्सहरू बनाउन तपाईँलाई सक्नुहुन्न अथवा तपाईँको प्यारेन्ट्सहरूको इन्कमको सोर्स देखाउन सक्ने कन्डिसन छैन भने यो अवस्थामा यु क्यान अप्लाई टु नेदरल्यान्ड्स। युरोपको एउटा निकै राम्रो कन्ट्री हो जहाँ हामीले सम्मानको हिसाबले अवसरको हिसाबले इट इज नट लेस देन अस्ट्रेलिया। हामीले नेदरल्यान्ड्समा नि आफ्नो करियर अपर्च्युनिटी ग्राब गर्न सक्ने प्रशस्त मार्ग चाहिँ खोतल्न सक्छौँ अथवा मार्ग भेटाउन सक्छौँ। सो त्यसै गरी अर्को एनदर स्टडी डेस्टिनेसन जर्मनी इज अल्सो वन्डरफुल कन्ट्री। एजुकेसनमा हेर्ने हो भने जर्मनीले निकै प्रगति गरेको देश हो। टेक्नोलोजीको पाटोमा, इन्जिनियरिङको पाटोमा जर्मनी निकै अगाडि छ। सो जर्मनीमा गएर तपाईँले आफ्नो प्रिफर गरेको कोर्स पढ्दै गर्दाखेरि जर्मनी तपाईँले धेरै सम्भावनाहरू खोज्न सक्नुहुन्छ। पढाइ सकिसके पछाडि इन एनी पार्ट अफ द वर्ल्ड अर एनीवेयर इन द वर्ल्ड इन्क्लुडिङ यर होम कन्ट्री तपाईँले जब अपर्च्युनिटी ग्राब गर्न सक्नुहुन्छ र आफ्नो करियरलाई आफूले भने जस्तो हिसाबले आफ्नो एक्सपेक्टेसन मिट गर्ने हिसाबले अगाडि बढाउन सक्नुहुन्छ। त्यसैले जर्मनी पनि सिमिलर टु नेदरल्यान्ड्स डकुमेन्ट बनाउनलाई खासै ह्यासल नभएको कन्ट्री हो। त्यसैले वी इन्करेज यु गाइज टु अप्लाई जर्मनी एज वेल इन दिस प्रेजेन्ट सिनारियो इन विच we are let us experiencing very unexpected condition in Australia. सो लाइकवाइज यदि तपाईँहरूको फाइनेन्सियल डकुमेन्ट राम्रै बन्छ र त्यसै गरी भोलिको दिनमा पढाइ पढिसके पछाडि अपर्च्युनिटी ग्राब गर्ने हिसाबले पोस्ट स्टडी वर्क अपर्च्युनिटी पाउने हिसाबले कोर्समा बुझ्ने कुरामा अलिक स्मार्ट हुनुभयो भने इभन यु क्यान अप्लाई टु क्यानाडा एज वेल। हाउएभर क्यानाडाको बाटोमा तपाईँले फाइनेन्सियल डकुमेन्टहरू इफ कम्पेयर विथ अस्ट्रेलिया त्यति धेरै टप त होइन, तर लेट अस से वी हेभ टु बी स्ट्रङ फाइनेन्सियली इफ वी आर गोइङ टु अप्लाई Canada as well. So however, let us say financially if we compare between Canada and Australia, क्यानाडामा तपाईँले फाइनेन्सियल डकुमेन्ट प्रिपेयर गर्नको लागि केही सजिलो भन्ने पक्कै हुनेछ। अब if we talk about another study destination Irelandको पाटोमा पनि इट्स भेरी सिमिलर टु क्यानाडा इन टर्म्स अफ प्रिपेयरिङ फाइनेन्सियल डकुमेन्ट। तपाईँले जे पनि इन्कमको सोर्सहरू देखाउनुहुन्छ त्यो इन्कमको सोर्समा देखाउने डकुमेन्टहरू सँगसँगै त्यसमा तपाईँले गभर्मेन्टमा लिगल्ली ट्याक्स तपाईँले रेगुलरली पे गरेको हुनुपर्ने छ। तपाईँको प्यारेन्ट्सहरूले यदि ट्याक्स रेगुलरली पे गर्नुभएको छ र आयरल्यान्ड गभर्मेन्टले भनेअनुसार तपाईँको इन्कमको सोर्स पर्याप्त छ भने तपाईँको प्यारेन्ट्सहरू जसले तपाईँलाई स्पोन्सर गर्दै हुनुहुन्छ उहाँहरूको इन्कम सोर्स एडिक्वेट छ भने इभन आयरल्यान्डमा हामीले भेरी अफोर्डेबल ट्युसन फीमा पढ्न जान सक्छौँ र आयरल्यान्डमा पनि हामीले पढाइ सकिसके पछाडि भेरियस अपर्च्युनिटी इज गोइङ टु फलो यु। लाइकवाइज अब कुरा गरौँ न्युजिल्यान्डमा। अनलाइक अस्ट्रेलिया, let us say if you plan to apply न्युजिल्यान्डको बारे कुरा गर्ने भने न्युजिल्यान्डको फन्डिङमा तपाईँले एजुकेसन लोन बनाउने कुरामा अनलाइक अस्ट्रेलिया तपाईँले धेरै ब्याङ्कहरू मध्ये चुज गरेर इन्टरटेन गर्न भने पाउनुहुन्न। न्युजिल्यान्ड अप्लाई गर्नुहुन्छ भने तपाईँले नेपाल एसबिआई ब्याङ्क लिमिटेड अर नोबेल ब्याङ्क लिमिटेड अर स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क लिमिटेड यो तीनवटा ब्याङ्क मध्येमा एउटा ब्याङ्कबाट बनाएको एजुकेसन लोनलाई मात्रै let us say visa officer of New Zealand immigration is going to entertain अथवा उनीहरूले यी ब्याङ्कहरूबाट नै भएको एजुकेसन लोनलाई बढी ट्रस्ट गर्छन् अथवा यो एजुकेसन लोन यी ब्याङ्कबाट बनाएको छ भने इट्स गोइङ टु बी क्रेडिबल। लाइकवाइज न्युजिल्यान्डमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तपाईँको मेनली भनेको जुन एजुकेसनमा आउने एक्सपेन्सेस हुन्छ टोटल ड्युरेसनमा जुन एक्सपेन्सेस आउँछ त्यो एक्सपेन्सेसलाई तपाईँले के कसरी तपाईँले त्यसलाई म्यानेज गर्नुहुन्छ, के कसरी त्यसलाई अफोर्ड गर्न सक्नुहुन्छ। तपाईँले लाइकवाइज ट्युसन फी मात्रै नभएर लिभिङ एक्सपेन्सेस चाहिँ तपाईँको प्यारेन्ट्सहरूको इन्कमले भोलिको दिनमा फाइनेन्सियल प्लानिङ तपाईँको प्यारेन्ट्सको छ कि छैन, भोलि लेटस से लोनहरू लिँदै हुनुहुन्छ ब्याङ्कबाट भने त्यो ब्याङ्कबाट लिएको लोन तिर्नको लागि तपाईँको प्यारेन्ट्सहरू इकोनोमिकली सक्षम हुन्छ कि हुँदैन। त्यसै गरी भोलि आउने दिनमा जस्तै उदाहरणको लागि ब्याचलर्स डिग्रीमा अप्लाई गर्नुहुन्छ भने फर्स्ट इयर मात्रै नभएर सेकेन्ड इयरमा थर्ड इयरमा यहीहरूमा तपाईँले फाइनेन्सियली अफोर्ड गर्नको लागि तपाईँको प्यारेन्ट्सहरूसँग प्लानिङ छ कि छैन।
प्लानिङ छ भने कस्तो प्लानिङ छ, यसमा एकदमै चित्तबुद्ध खालको लजिकल रिजन र त्यो निकै प्र्याक्टिकल पनि हुनुपर्छ र त्यो निकै जेन्युन पनि हुनुपर्छ र त्यो यथार्थसँग निकै क्लोज पनि हुनुपर्छ, एभिडेन्टली पनि र भर्बली पनि। र यो डकुमेन्टहरू प्रिपेयर गर्नुभएको खण्डमा तपाईँको एकाडेमिक ग्याप छ भने पनि, त्यसै गरी तपाईँको आइएल टेस्टमा इफ कम्पेयर विथ कन्ट्री लाइक क्यानाडा अथवा अस्ट्रेलिया आइएल टेस्ट अथवा पिटीमा स्कोर अलिक क्लोज छ भने पनि हामीले ब्याचलर डिग्री अथवा मास्टर डिग्रीमा अप्लाई गर्न सकिन्छ। र अनि मेनली एकदमै राम्रो न्युजिल्यान्डको भनेको तपाईँको जुन पढाइ सकिसकेपछि पिएसडब्ल्यू जुन तपाईँलाई दिन्छ, द्याट इज गोइङ टु बी मोर देन एडिक्वेट। मेनली त्यो बेलामा तपाईँले फुल टाइम काम गर्दै गर्दाखेरि जुन पनि पढाइमा अथवा जुन तपाईँले त्यहाँ खान बस्न जुन खर्च हुन्छ त्यो तपाईँले रिटर्न लिन लागि आरओआई भन्छौँ हामीले त्यसलाई, अब जुन पनि पढाइमा इन्भेस्ट भएको हुन्छ, जुन पनि खर्च भएको हुन्छ, त्यो रिटर्न लिन लागि धेरै समय लाग्दैन। सो हामीसँग अस्ट्रेलिया नभए पनि अस्ट्रेलियामा जानको लागि हामीलाई हाम्रो डकुमेन्टले हामीलाई साथ दिँदैन, अथवा यदि हजुरहरूले अस्ट्रेलिया अप्लाई गर्नुभयो, अनफर्चुनेटली तपाईँको डिसिसन सोचेस्तो आएको छैन, यद्यपि तपाईँलाई आफ्नो होम कन्ट्रीमा नै स्टडी गर्ने प्लान छैन, तपाईँ फेरि अर्को एउटा बेटर अल्टरनेटिभमा खोजीमा हुनुहुन्छ भने वी इन्करेज यु गाइज टु भिजिट केआइसी पोखरा अफिस र यहाँ आएर हामीहरूसँग जेन्युन काउन्सिलिङ लिएर हामीले सम्भावनाको बारेमा घनीभूत छलफल गर्न सक्छौँ। त्यसैले सम्पूर्ण सबै विद्यार्थीहरू जो दोधारमा हुनुहुन्छ, जो सल्लाहको अभावमा भौताइराख्नु भएको छ, हामी स्टुडेन्ट मात्र नभएर प्यारेन्ट्सहरूलाई पनि हाम्रो केआइसी पोखरा अफिसमा आएर सल्लाह गर्नको लागि हार्दिक आग्रह गर्न चाहन्छौँ। हामी तपाईँहरूलाई सहीभन्दा सही सूचना दिएर त्यसै गरी तपाईँहरूलाई एउटा सम्भावना पनि देखाउँदै र त्यो सम्भावनालाई साकार बनाउनको निम्ति हाम्रो अनुभवको आधारमा, हाम्रो अपडेटेड ज्ञानको आधारमा तपाईँहरूलाई बाटो देखाउने विश्वस्त पनि मान्न चाहन्छौँ, प्रत्याभूति पनि दिन चाहन्छौँ। सो थ्याङ्क यू सो मच। सो कुनै पनि स्टडी अबरको प्लानिङ हुनुहुन्छ भने निर्धक्क भएर, तपाईँ कन्फिडेन्ट भएर, त्यसै गरी सही सूचनाको एक्सपेक्टेसन लिएर केआइसी पोखरा आउनुभयो भने यु वोन्ट बी डिसअपोइन्टेड। थ्याङ्क यू सो मच। केआइसी पोखराको अफिस पोखरा ट्रेड मलको थर्ड फ्लोरमा भएको जानकारी दिँदै अहिले बिदा हुन चाहन्छु र फेरि आगामी दिनहरूमा के कस्तो भइरहेको छ स्टडी अब्रोड जर्नीको प्रोसेस विभिन्न कन्ट्रीहरूमा, यो अपडेटहरू पनि म लिएर आउने नै छु। थ्याङ्क यू सो मच। अहिलेलाई गुड नाइट।